Hi guys, welcome to my new mini vlog. आज चाहिँ म मर्निङ रुटिन सेयर गर्न जाँदैछु। आज म 6:30 बजे उठेर हल्का पढेँ अनि स्कुल जाने टाइम भइहाल्यो 7:30 बजेपछि त अनि म चाहिँ ब्याग प्याक गर्नतिर लागेँ रुटिन अनुसार चाहिँ। अनि अम्ब्रेला इज भेरी नेसेसरी है गाइसहरु, नत्र पानीमा भिजिन्छ रुजिन्छ। ल ब्याग पनि प्याक भयो। डन डन। अब चाहिँ हामी कपालको रमाइ त फ्लेक्सिङ माई हेयर रे के। मलाई चाहिँ साह्रै मनपर्छ मेरो कपाल चाहिँ। अरू केही हेयर स्टाइल आउँदैन के गाइज, अनि सधैँ यही हो मैले गर्ने। एन्ड माई हेयर इज रेडी, कम्प्लिटली रेडी। अब चाहिँ हामी टप लगाम। कानमा चाहिँ कस्तो क्युट छ है यो टप। यो टप चाहिँ मलाई दिदीले अस्ति नै बर्थडेमा गिफ्ट गर्नुभएको थियो। एकदमै राम्रो लाग्छ के मलाई। आई लभ दिस टप भेरी भेरी मच। आई लभ दिस टप सो मच। डोन्ट लाई, राम्रो देखिन्छ है। मेरो जन्मेदेखिको वान एन्ड ओन्ली स्किन केयर यही लिप गार्ड हो। अरूहरूले लिप ग्लस लिप मास्क के लगाउँछन्, मेरो चाहिँ वान एन्ड ओन्ली लिप गार्ड। यस्तो गर्मी छ गाइस, सनस्क्रिन इज अ मस्ट है, एकदम लगाउनु पर्छ। ल मैले लगाएँ सनस्क्रिन पनि। अब चाहिँ ड्रेस चेन्ज गरौँ है त। आई एम रेडी गाइस, ready to slay another day at college. I am ready. अब चाहिँ म खाना खान्छु। अनि हाम्रो घरतिरको असार मासा यस्तो देखिन्छ मेरो घरबाटको भ्यू। जताततै हरियाली, धान बकुल्ला। अब चाहिँ खाना खाम है त गाइस, भोक लागिसक्यो। लेट्स इट। चियर्स टु द फर्स्ट बाइट। भोक लाग्थ्यो त्यही भएर म चाहिँ काम खाना खाएर सकाएँ। एकदम मिठो 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 थियो। आपको कसको फेभरेट हो गाइस? मेरो एकदम फेभरेट हो। अनि मैले आँप र काँक्रो पनि खाएँ। बिहान चाहिँ मम्मीले काटेर ठिक्क पारिदिनु भएको रहेछ, सो मैले इन्जोय गरेँ बिहान। अनि मैले सानो कटौराको दुध पनि पिएँ। अब चाहिँ मान्छे टल्किए, अब जुत्ता पनि टल्काम। पोलिस गरम है त, पोलिस गरेँ मैले छिटो। अनि अब चाहिँ मलाई जान हतार भइसकेको थियो, छिटो गरिरहेको थिएँ। टल्किएन त, टलक टलक। लास्ट एन्ड फाइनल स्टेप। अब चाहिँ म दाँत माझ्छु। पानी पर्ला जस्तो भइसकेको थियो, त्यही भएर चाहिँ म छिटो गरिरहेको थिएँ। अनि दाँतमा चाहिँ मैले चाहिँ फाइनली र मेरो घरको फुलहरूलाई बाई बाई गर्दै र हजुरहरूलाई पनि बाई बाई गर्दै म चाहिँ लागेँ स्कुलतिर। बाई।